छैन। 2083 सालको माता तीर्थ अमावस्या हाम्रो जानुका म्यामले मनाउनु हुँदैछ। अब के भन्नुहुन्छ यता आमा बसिराख्नु भएको छ, के गिफ्ट ल साथीहरू अब चाहिँ म स्टार्ट भयो ल आमाको मुख हेर्नको लागि। यो हुन्छ नि फेस उयो गरेर बोलेको चाहिँ फर्स्ट टाइम हो। नराम्रो भयो भने यसो गर्नु भनेर सिकाउनु होला ल। अनि आमाको मुख हेर्दैछु। अब आमाको मुख हेरेर अनि चाहिँ जानु पर्यो भनेर म हतार गरिरहेको छु माइतीको आमाको मुख हेर्न। अनि मैले खानासाना बनाएँ होइन। अनि हिजो चाहिँ मलाई बिहान नन्दले फोन गर्नुभयो, भाउजू आमाको मुख हेर्नलाई पैसा पठाइदिन्छु, रिसिभ गर्नु है भन्नुभयो। अनि म त है घरको मान्छे, अब म चाहिँ वर्षमा एकचोटि मुख हेर्दिनँ क्या, फेरि आमाको मुख डेली हेरिराखेको हुन्छु। अनि अहिले पनि खाना हतार बनाएर रेडी भइसक्यो होइन। अनि उहाँले चाहिँ यता पनि हेर्नु पर्यो नि, घर त पठाइदिनु भएको थियो। अनि त्यसमा चाहिँ मैले औषधिहरू ल्याइदिएको छु आमालाई। औषधिहरू छ होइन, यहाँ भिटामिन छ, क्याल्सियम छ। यो चाहिँ 1 महिनालाई पुग्ने औषधिहरू छ। यो किनिदिएको छु। यो फेरि महँगो छ नि त, म फेरि त घोटाला गर्दिनँ क्या। म चाहिँ बेरोजगारी हो, तर घरको चाहिँ के भन्छ सबैको रेखदेख गर्छु। अनि हिसाब किताब एकदम क्लियर छ मेरो। हेर्दै हुनुहुन्छ होला, हेर्नु पनि होला। अनि बिस्कुट छ होइन, अनि हर्लिक्स छ आमाको लागि। आमा चाँडै देखिनु होइन क्या, हर्लिक्स छ त्यो पनि लिनु। अनि त्यसपछि यहाँनिर कपडाहरू छ है आमाको लागि, गर्मीमा लाउने कपडाहरू। अनि मैले चाहिँ हुन्छ नि त्यत्रो है युआरबाट पैसा निकालेर बजार कुदेर धाएर अनि 550 रुपियाँ चाहिँ मैले यता घुस खाएको छु है नन्दको। यही हो मैले घुस खाएको भनेको चाहिँ, धेरै खाएको छुइनँ। अब यस्तै हो। यहाँ कपडाहरू पनि छ, यो त मेरो है। हेर्दै गर्नु होला है साथीहरू, यस्तै छ। अब यो कपडाहरू त के देखाइराख्नु होइन, यही छ। अनि यो औषधि चाहिँ यो बेलुका खाना खाएर एक टाइम, यो चाहिँ बिहान खाना खाएर एक टाइम। अनि अब औँसी हो होइन, आँखाको ल्याएको थिएँ, आँखाको पनि छ मलम। अनि औँसी हो नि त, अब पर्दैन म ल्याइदिन्छु औषधि सकिएको भए भनौँ भने पनि। अब औँसीको दिन त त्यसो भन्न मिलेन नि त, छोरीहरूको पनि मन हो चित्त। त्यही भएर चाहिँ मैले हिजो इन्कार गरिनँ, सबै ल्याएको छु यता। ल यस्तै होला है। भ्लग्स बनाउन टिका लगाइदिनु। अनि त्यसपछि जान्छु म। अनि आमाको उमेर कति वर्ष भयो? अनि आमाको उमेर चाहिँ अब कति 85 वर्ष पुग्नु भयो आमा अहिले चाहिँ हुनुहुन्छ। ल है यहाँ आमाले माता औँसीको दिन टिका लगाइदिइराख्नु भएको छ। अझै हाम्रो आमा चाहिँ तगडा हुनुहुन्छ क्या, घरको काम यताउति गर्नुहुन्छ। लसाङ लुसुङ एकछिन बस्नुहुन्न। बसिना पनि पायो, बुहारी हुनुको फाइदा त यो पनि रहेछ। तर बुहारीको मुख हेर्दै दिन चाहिँ नआउँदो रहेछ, साह्रै दुःख लाग्छ क्या। यो पनि आयो त कस्तो राम्रो हुन्थ्यो है, दिदीबहिनीको मुख हेर्दै नै आउँछ। अब छोराछोरी पाएको छ त होइन नि, त्यसमा तिहारमा दिदीबहिनीको मुख हेर्ने, दिदी हेर्ने बहिनीलाई हेर्छन् होइन। अनि आमाको मुख हेर्ने दिन पनि भयो, बुहारीको मुख हेर्ने दिन कहिले हुँदैन। तर अब आमा के भन्नुहुन्छ त? आमा के भन्नुहुन्छ त? अब अलिकति बुहारीले मुख हेऱ्यो, आमा त अब भाग्यमानी हुनुहुन्छ। छोरीहरू टाढा हुनुहुन्छ होइन, टाढा भए पनि अब बुहारी भए पनि अब छोरी नै हो। मलाई त भाग्य छु नि त, के हो भाग्य छु हौ, यत्र छोरा छोरीले मान्छन् भने। सबैभन्दा बनाएर खान दिने नै ठुलो हो नि त होइन। होइन आमा, आफ्नो साथमा हुने आफूलाई बनाएर खाना दिने नै हो नि त। छोरी भए पनि बुहारी भए पनि अब खाना दिने बुहारी नै हो। अब भरे आउँदा चाहिँ म जेरी लिएर आउँछु। अब कपडा पनि भइहाल्यो, मेडिसिनहरू पनि भइहाल्यो। भरे आउँदा चाहिँ जेरी मनपर्छ आमालाई, जेरी लिएर आउँछु। ल साथीहरू अब चाहिँ जानुपर्छ फेरि, उता पनि ढिलो हुन्छ। अब फेरि आउँछ ल ल ल ल राम्रो भयो। बुहारीलाई धेरै धेरै छोराको तर्फबाट धन्यवाद। ल छोराछोरी नहुनु भने पनि यस्तो धुमधुम एक्लै बस्नु केही न केही। छोराछोरी हुनु जस्तो राम्रो के चिज छ? ठुलो कुरो त छोराछोरी हो। मान्छे विदेश जान्छन् होइन आमा, टन्नै पैसा कमाए छोराले, बुहारीले, छोरीले भन्छन् होइन। तर आफूलाई यसो दुख बिराम पर्दाखेरि त यसो खाना दिने, बनाएर दिने त कोही हुँदैन नि त होइन।
अब पर हुन्छ नि त। छोरी त बिचरा के गर्नु, आफ्नो घर नसम्हालेको छैन। अब बुहारीले सबैभन्दा अब सम्हाल्नु पर्यो नि त आमालाई। छोरा बुहारीले नसम्हालिकन कसले सम्हाल्छ? ल ल छोरीहरूलाई के भन्नुहुन्छ? कान्छी छोरीलाई के भन्नु? जेठी छोरी कान्छी छोरीलाई कान्छी छोरी अब पारोमा पनि त मानिराखेकै छन्। अब छोराछोरीले ठुलो भाग मेरो रहेछ। नभए आमा पनि त उहिले नै जानुपर्ने पर्खिराखेछ। अझै छोराछोरी रुङ्गेको त जेठी छोरी चाहिँ आउनुहुन्थ्यो नि त होइन आमा? पहिला पहिला जेठी दिदी त आउनुहुन्थ्यो, नजिकै हुनुहुन्थ्यो। अब नजिकै हुँदा त अब अब अलिक टाढो होइन, बिरामी हुनु। पाएको हुनुभयो नि त, बिरामी हुनुभयो, आउनु पाउनु भएन। अब भरे कुराकानी हुन्छ, भरे फेरि फोनमा कुराकानी भयो भने दौलतमै हुन्छ, अरू त के हुन्छ नि। बिरामी हुनु भएर चाहिँ आउन सक्नु भएको छैन, नत्र दिदी फेरि कहिले आउनुहुन्थ्यो औँसीमा चाहिँ। बिमारी भएपछि अब के सक्दैन कसैको, हिँड्नु चल्नु सकिँदैन। अब रङ्गवाङ्ग आयो होला नि त्यता चाहिँ। ल ल नमस्ते। जानु पर्यो नि त, हामी जस्तो बेरोजगारीको काम छैन, घरमा बस्यो, हाँस्यो, गफ लायो, बिन्दास त बिन्दास त। आमाको छोराले यसो गर्ने भन्यो भने गर्ने हो, छोरीले यसो भन्यो भने गर्ने हो क्या। बिच खुसी भन्छ त्यसलाई। चाहिन्छ अहिले पनि चाहिन्छ गरेर के गर्नु? अब यतिखेर हिँडिराख्नु पर्ने कि अब के भन्नु, सक्दाखेरि त सबैतिर हिँड्नु पर्ने क्या। सक्दा त आमा त सक्दैन र पनि त घरमा रोक्दिनु। तब आमा बस्थ्यो र कहाँ कहाँ हिँड्थ्यो होला। जाने अब हिँड्न आँटेको। खुसी लाग्यो। म त अब दिदी आउनु छ कि भनेको, दिदी पनि के सुनेको के गर्नुपर्छ, म त एकछिन हिँडेर नै भन्नुहुँदै थियो। छोरी आएको भए आउनु हुन्थ्यो, छोरी अब आएको छैन भन्नुहुँदै थियो। अब के गर्नु, नसकेपछि केही सक्दैन। बहिनीमा बोलिरहेको छ आमासँग। हजुर मैले त बिजी छु, कोही भएकै छैन। अब उता सासूहरूलाई एउटा हालिदिनु पर्ला अब। हाल्नु ल हुन्छ हुन्छ, राम्रोसित आउनु, जानुहोस्, इन्जोय गर्नुहोस्। म के भन्नुभयो? हजुर। अहिले चाहिँ यहाँ माता तीर्थ औँसीको लागि तयारी भइरहेछ। गिफ्ट सिफ्ट ल्याएर गिफ्टहरू ल्याएर यहाँ छोराछोरीको गिफ्ट अरे है, छोराछोरीले गिफ्ट दिन्छन् अरे। अहिले चाहिँ के गिफ्ट ल्याइस्? अनुहार हेरेर गिफ्ट दिने अरे। यस्ता हजुर स्टार्ट भइसक्यो त। ल गिफ्ट दियो ल। थ्याङ्क यू। ल हामीले गिफ्ट आएको छ। खोइ गिफ्ट आएको छ यहाँनिर। साना छोराछोरीले पनि दिइसके। अनबक्सिङ गरेर खोइ तेरो उभिन त यता। खोइ तेरो चाहिँ गिफ्ट। अब यसभित्र चाहिँ के रहेछ त? धनु टेप लगाएको रहेछ हौ। टेप आमा के हो त्यो? कति छ यहाँनिर? बच्चाहरूले लेखेको आई लभ यु मामु, सरी मेनी सरी मनीसँग सरी मसँग पैसा छैन, सरी मसँग पैसा थिएन अरे भनेर यसो लेखेछ है यहाँ गिफ्ट। ह्याप्पी मदर्स डे मामु। सरी सानो नि मसँग पैसा थिएन। ह्याप्पी मदर्स डे मामु। पैसा थिएन अरे नि यस्तो बनाएको अरे है उसले चाहिँ। ह्याप्पी मदर्स डे मामु। यो सानी खालको बनाएको रहेछ। बाहिरको भाग पनि देखाउनु अरे। ह्याप्पी मदर्स डे। मम्मीलाई अब होइन भोक लागेर यहाँ हैरान भइसक्यो आफूलाई। मदर्स डे सुकाइसक्यो आफूलाई चाहिँ। के छ यसभित्र? आज माता तीर्थ औँसीको दिनमा मेरी आमा म
अनि खोल त डेन्जर छ त्यहाँभित्र के हजुरलाई म धेरै धेरै माया गर्छु मलाई चाहिँ दिएन है एल्बिन छोराले चाहिँ गिफ्ट यो पक्षपाती रहेछ यो। दियानाले पत्ते पार्टी गरेन है बराबर गर्यो साथीलाई आई लभ यु भेरी मच एल्बिनले मम्मी पनि सिँगारी आउनुभयो। उतै बस्नु न गुलाबी गुलाबी रङमा होइन। ल अब सिंहासनमा बस्नु आज मदर्स डे। हिजो बस्थ्यो उहाँ गएर सिंहासनमा मेरो पनि ल्याउनु होइन गिफ्ट दरो दरो जस्तो छ दुईटा छोरीले। छोरीहरूले दिएको होइन ज्वाइँहरूले दिएको के गर्नु छोरीहरू त अब यत्रो यसमा रहेछ यस्तो कहाँ परो फेरि कुनामा जेरी ल्याउनु पर्ने थियो भन्दै छिन् कि अनि मैले भोलि सम्झिँदा पनि भइहाल्छ त भनेको के। चक्लेट चाहिँ ल्याएको रहेछ है। ओए यहाँ छोड न चक्लेट खिचौँ। चक्लेट अनि क्लिपहरू होइन अनि के हो लु त लु कसरी हो के हो छिटो गर्नु। दिने के यस्तो गरेर साइलेन्समा दिने अरे भइहाल्यो। पुरा सस्पेन्समा दिने अरे है। कान्छी छोरीले चाहिँ सस्पेन्समा दिने अरे जेठी छोरीले के खुलम खुला हो। ल छिटो छिटो ल है साथीहरू अब सुरु भइसकेको छ हाम्रो न्यू इयर चाहिँ न्यू इयर सरी न्यू इयर होइन न्यू इयर पनि हो भइसकेको छैन नि त मदर्स डे स्पेशल चाहिँ टिका लाउन आउँदै 2083 टिका छैन नि त अब सबैभन्दा पहिला चाहिँ सुरु गर्नु एउटा एउटा चक्लेट खाएर मुख मिठा गर्नु यहाँ त्यसलाई चाहिँ बढी खान मन लागेको जस्तो छ। मिठा गरौँ न मुख मिठा गर्नु अड्केला फेरि यहाँ ज्वाइँले यहाँ पानी ल्याउनको दास्ती होला के ह्यापी मदर्स डे थ्याङ्क यू ओए हो डासिनो रहेछ त यो चक्लेट ए लाउन न के भन्छ खै मलाई थाहा भएन त्यसो कति खानु चक्लेट भयो अब कति खानु बेन्दै खाएको है त्यस्तो स्पेशल ह्यापी मदर्स डे 2083 ह्यापी मदर्स डे के ल्याइदिएको देखाउनु पर्यो अनफोल्ड गर्नु पर्यो नि। यस्तै छ है टप ल्याइदियो रहेछ टपहरू के भन्छ यस्तै भयो ल रेडमी A5 रेडमी मोबाइल आएको छ यहाँ गिफ्ट मोबाइलको आएछ भद्रा दरो मोबाइल आएछ। अन्त नि स्पेशल गिफ्ट आयो यो चाहिँ अब हाम्रो ज्वाइँले बाहिरबाट पठाउनु भएको है भन्दा पनि अनि भेना डे चाहिँ हुँदैन त्यस्तै चाहियो त्यो भेना डे हाम्रो ज्वाइँले चाहिँ बाहिरबाट पठाइदिनु भएको हो यस्तो यस्तो आउँदो रहेछ नि ज्वाइँहरूले पठाइदिनु भएको गिफ्ट लाग्छ राम्रो छ है थाहा पनि पाइँदैन त विदेशमा ज्वाइँ भएको राम्रो नि हो नि। ज्वाइँले चाहिँ ज्वाइँ विदेशमा भएर भन्दा नि मन भएको राम्रो हो ए विदेशमा भएर नि सबै सम्पूर्ण हुँदैन नि त मन होइन केही न केही कमी त सबैजना आउँछ अब मेरो ज्वाइँ रमानकारी हुन्छ ल अब सक्यो यस्तै भयो है ल अब यसपालिको योबाट पनि फोटो खिच्नुपर्छ होला हौ पर्छ नि हो नि नयाँ मोबाइलबाट ट्याग ट्याग खिच्नुपर्छ नि सकिएको अब ल त ल अब यस्तै छ है खुसी रहनु मम्मी होइन अब आउँदै गर्नु यसरी खुसी यसपालि चाहिँ रहनु टिका छैन मलाई अहिले खुसी पार्दै गर्नु काट्नु चाहिँ आउँछ मम्मीले अलिकति घटाउनु पर्ने रहेछ। अलिकति फिटिङ गर्नुपर्ने रहेछ यो कतिको लामो राम्रै उज्यालै कलरले सुहाउँछ क्या यो ज्वाइँले हेर्नु मन है कलर चाहिँ अँध्यारो कलर छान्दै थियो नि कि हिँड्ने चाहिँ उज्यालो कलरले देऊ न नि सबैजना सुहाउँछ भनेर ल दामी भयो यस्तै हो कस्तो राम्रो हुनुभयो ल खोइ मोबाइल मोबाइल रोक्नु मोबाइल मोबाइलबाट पनि खिचिक्क खिच्नुपर्छ ह्यापी मदर्स डे है फाइनली हाम्रो यहाँमा हिरो हाम्री आमा साह्रै नै राम्री छिन्
ल ल ल बिदाई भयो त हाम्रो अब धन्यवाद यसरी नै आउँदै गर्नु बिस्तारै भयो दुःख पीडा हेर्दै गर्नु त्यही हो मलाई केही चाहिँदैन अरू केही चाहिँदैन त्यस्तै हो अब धेरै खुसी लागेछ मोबाइल पनि सरप्राइजमा पाइयो मोबाइलको कस्तो खाँचो भइरहेको भने जस्तो गर्न पाएको थिएन मोबाइल नभएर भएको भइ गर्थ्यो अब नयाँ मोबाइलमा मोबाइल चल्न त चलिरहेको थियो नि ह्याङ भयो पनि लाइभहरू पनि हेर्न नपाएर कस्तो बिजो त्यही भएर डलर पनि नबढेको कुरा चाहिँ अब जानु गएको डलर पुरा वातवादी बढ्ने हो एडभर्टाइज चाहिँ स्किप नगरी हेर्नु फेरि